आज हामी एउटा एकदमै महत्वपूर्ण जिज्ञासामा केन्द्रित हुँदैछौं हैन, जुन हाम्रो स्रोत सामग्री कोरिया अध्ययन भिजा सम्भावनाबाटै आएको हो। जिज्ञासा चाहिँ के हो भने कोरियामा मतलब स्टडी गर्न जान चाहने नेपाली विद्यार्थीहरूको लागि अहिले भिजा पाउने सम्भावना कस्तो छ त? हो, र रमाइलो कुरा के छ भने यो हाम्रो आजको स्रोत यो आफैमा एउटा प्रश्न हो हैन त। यसले कोरियाली भिजा प्रक्रिया बारे कुनै त्यस्तो डेटा या सक्सेस रेट त्यस्तो केही दिँदैन। बरु यसले के देखाउँछ भने नेपाली विद्यार्थीहरूमा कति धेरै चासो छ अनि अलिकति अनिश्चितता पनि छ भन्ने कुरा चाहिँ देखाउँछ। भनेपछि आज हामी त्यो भिजा कसरी पाउने या सम्भावना कति छ भन्ने भन्दा पनि यो प्रश्न नै किन यति इम्पोर्टेन्ट छ भन्नेमा कुरा गरौं हैन। यो प्रश्नले नै के देखाउँछ त? एकदम सही कुरा। यो प्रश्न आफै सोर्स हुनुले वास्तवमा केही गहिरो कुरा देखाउँछ। पहिलो त कोरिया पढ्न जान कति धेरै नेपालीहरू इच्छुक हुनुहुन्छ भन्ने देखियो। अनि दोस्रो जुन अझ महत्वपूर्ण होला सायद, यसले के संकेत गर्छ भने भिजा प्रक्रिया बारे मतलब एकदम क्लियर भरपर्दो जानकारीको अलिकति अभाव छ कि सहजै पाइदैन कि। हो नि। अनि यो जानकारीको अभाव, यो अनिश्चितताले विद्यार्थीहरूलाई कस्तो असर पार्छ होला त? एकदमै स्ट्रेसफुल हुन्छ होला हैन? अवश्य, एकदमै। जब अफिसियल क्लियर जानकारी हुँदैन नि, तब विद्यार्थीहरू के हुन्छन् भने हल्लाको पछि लाग्ने या कसैले यसो भन्यो भनेर अनुमान गर्ने हैन। अनि कतिपय एजेन्टहरूले पनि सायद अपूर्ण जानकारी दिनुहुन्छ होला, त्यसमै भर पर्नुपर्ने हुन्छ। त्यही त। यसले गर्दा डिसिजन लिन गाह्रो हुन्छ। अनि कहिलेकाहीँ त त्यो गलत सूचनाले गर्दा पैसा समय दुवै खेर जान सक्छ। यो प्रश्नले खासमा विद्यार्थीको त्यही अन्योल त्यो चिन्ता देखाउँछ जस्तो लाग्छ मलाई। यो एउटा कुरा सोध्न सकिन्छ है, यो प्रश्न यति धेरै किन उठ्यो होला? के कोरियाको भिसा पोलिसीमा केही चेन्ज भयो कि या अलिक कडा भयो कि? हुन त स्रोतले त केही भन्दैन यसबारे, तर यो प्रश्न यति धेरै आइरहनुले केही त पक्कै छ होला पृष्ठभूमिमा हैन? हो, त्यो एकदमै मिल्ने कुरा हो। हाम्रो सोर्सले कारण नभने पनि यस्ता प्रश्नहरू प्राय कति बेला बढी आउँछन् भने कि त पोलिसी नै चेन्ज भयो हैन, या के भिसा रिजेक्ट हुने दर बढ्यो कि, या फेरि सोशल मिडियामा साथीभाइहरूबाट सुनेका कुराहरू त्यो पोजिटिभ होस् नेगेटिभ होस् त्यसले बढी चर्चा पायो कि। यो प्रश्नले चाहिँ त्यो कोरिया जान चाहनेहरूको संख्या र उनीहरूले फेस गर्नु परेको मतलब प्रोसेसको जटिलता बीचको ग्याप देखाउँछ जस्तो लाग्छ। भनेपछि हाम्रो स्रोत त एउटा प्रश्न मात्रै हो, तर यसले वास्तवमा एउटा ठूलो पिक्चर देखायो हैन त? एकातिर नेपाली विद्यार्थीहरूको कोरिया जाने रहर अनि अर्कोतिर त्यो भिसा प्रक्रियाको सम्भावित जटिलता, अस्पष्टता अनि सबभन्दा ठूलो कुरा भरपर्दो जानकारीको कति खाँचो छ भन्ने देखियो। अनि विद्यार्थीहरूको यो बेसिक चिन्तालाई एड्रेस गर्नुपर्छ है भन्ने सन्देश दिन्छ। एकदम क्लियर र अपडेटेड जानकारी दिनु कति जरुरी छ भन्ने कुरामा जोड दिन्छ यसले। ल, त्यसो भए आजको हाम्रो यो छोटो कुराकानीबाट के देखियो भने त्यो कोरिया स्टडी भिजाको सम्भावना के छ भन्ने प्रश्न आफैमा कति महत्वपूर्ण रहेछ। यसले त्यो इन्फर्मेसन ग्याप र विद्यार्थीको चिन्तालाई प्रष्ट पार्छ। अनि अन्त्यमा एउटा कुरा सोचौं न, जब कुनै प्रश्न यति धेरै सोधिन्छ कि त्यो आफै एउटा सोर्स बन्न पुग्छ, यसले हाम्रो इन्फर्मेसन पाउने तरिका, त्यो इकोसिस्टम बारे नै केही भन्छ कि। यस्तो बेलामा कोरिया जान चाहने विद्यार्थीहरूले भरपर्दो जानकारी खोज्न र आफ्नो डिसिजन अलि बलियो बनाउन के कस्ता प्र्याक्टिकल स्टेपहरू लिन सक्छन् होला त? यो पनि विचारणीय छ है।